ल सुरु गर्छ हौ सुरु गर्छ तिम्रो यति फल मात्र प्रयास गरेपछि सक्दै रहेछ मलाई पनि आउँदैन थियो धेरैपल्ट यो पनि तालिम हुन्छ म दुईपटक हरबहार गरेर तालिम लिइरहेको छु यो पनि कठिन आसनहरू पनि मलाई थाहा छ पछि समयबाट अरू क्लासहरूमा म सिकाउने छु र सरहरूलाई पनि सजिलो छ मसँग आधा घन्टा समय दिनु होइन जसोसम्म मोटो सरहरू पनि यो गर्न सक्नुहुन्छ त्यो केही होइन यसले शरीरलाई स्वस्थ राख्छ 100 वर्षसम्म ग्यारेन्टी साथ आयु बढाउँछ स्वस्थ भएर 100 वर्षसम्म बाँच्न सकिने रिसर्चले जनाएको छ यो आसन होइन अरू आसन र प्राणायाम ध्यानहरू पनि गर्नुपर्छ शीर्षासन आउँछलाई र थोरै म खानपान किन डिस्टर्ब भइरहेछ यसमा त केही प्रब्लम छैन सर है मुखबन्द सानो नाकबाट सास लिनु नाकबाट छोड्नु गौरी लामो ल जतिपटक सास लियो मुख बन्द गरेर नाकबाट त्यति शरीरलाई फाइदा हुन्छ गौरी लामो सास लिनु यसले श्वास प्रश्वासको गतिलाई राम्रो गर्छ शरीरलाई चाहिने अक्सिजन प्राप्त हुन्छ गर्दै गर्नु मुख बन्द नाकबाट सास लिनु नाकबाट छोड्नु अब हामी नाच्नुपर्छ है नाच्नुपर्छ पसिना आउने गरी एक्सर्साइज गर्नुपर्छ व्यायाम गर्नुपर्छ त्यस्तो सबै आउँछ पक्कै ग्यारेन्टी लिन्छु है तर म त्यस्तो गर्नुपर्छ सबैलाई सिधा आफ्नो लाइनमा एकले अर्काको जिउ नछुने अठार नहोस् त्यसरी गर्ने है सबजना ल सिधा सुस्त शरीर बनाउनलाई धेरै खाटो ज्ञानले रोक्नुपर्छ अल्छीपनाहटो सुस्त शरीर बनाउनलाई धेरै खाटो ज्ञानले रोक्नुपर्छ अल्छीपनाहटो गर्ने छैन सबै मिली लगाऊ हामी
बेला छँदै दिपे जले बस्नु होला बेला छँदै दिपे जले बस्नु होला योगा निरोगी होलालाई योगा निरोगी व्यायाम प्राणायाम सधैँ गरी झल्लै हुन्छ बेसा स्वस्थ नेपाल निर्माण गरौँ यो ऋषिको देश व्यायाम प्राणायाम सधैँ गरी झल्लै हुन्छ बेसा स्वस्थ नेपाल निर्माण गरौँ यो ऋषिको देश गरौँ योगा पर्ने छैन जीवनभर रुनलाई। गरौँ योगा खुसी लागेछ सबजना आँखा बन्द ढाड बसेर सबैको सम्पूर्णजना लामो सास लिने छोड्ने बेलामा ओम उच्चारण गर्ने ओम गर्नु थाल्ने 5 पटक कमसेकम त्यसपछि ठुलो ओम पछि यसको कहाँ कहाँ असर गर्छ भन्छु ल सबजना छुट्टी ढाडकमा सिधा चल्यो आँखा बन्द ढाडकमा सिधा पुरा फेरि